सबै सामान मात्र 159 रुपिजमा। सो हेलो गाइस, म चाहिँ दिपिका कार्की एन्ड दिस इज डे 23 अफ 30 डेज मिनी भ्लग च्यालेन्ज। अनि मेरो दिनको सुरुवात चाहिँ हुन्छ कलेजबाट। आज चाहिँ म आफ्टर अ मन्थ कलेज जाँदै थिएँ अनि कलेजको कुरा त के देखाम भनेर खानेकुरै देखाएको। सुरुमा चाहिँ मैले कलेजको ब्रेकमा खाएँ आलु निम्की, एकदमै मिठो थियो, अमिलो ट्वाक्क परेको थियो। म चाहिँ कलेज पढ्नुभन्दा बढी खाना गएको जस्तो लाग्छ कि मलाई चाहिँ। अनि आलु निम्की पछि चाहिँ मैले खाएँ चटपटे, यो पनि एकदम धेरै मिठो थियो। त्यसपछि बिरालो हेर्नु न, हामी ठ्याक्क साइडमा बेन्चमा सुतिरहेको थियो। सो म घर आएर चिया खाएँ एन्ड देन हामी गयौँ सेन्ट्रल मल। अनि सेन्ट्रल मलमा चाहिँ यो योनो मार्ट खुलेको छ। यो योनो मार्टमा चाहिँ एभ्रिथिङ अन्डर 159 जस्तो चाहिँ मलाई लागेको थियो, बट एभ्रिथिङ अन्डर 999 चाहिँ रहेछ। 999 भन्दा चाहिँ माथि सामान पाउँदिनँ, त्योभन्दा तल नै पाउँछ। तर 159 मा पनि एकदम राम्रो राम्रो डिल थियो। जस्तै कि यो पर्सहरू 159 मा थियो, एकदमै क्युट क्युट पर्सहरू थियो। अनि कति धेरै सामानहरू 159 मा थियो, जुन चाहिँ वर्थ नै लाग्यो मलाई चाहिँ। अनि हामीले चाहिँ कलर च्यालेन्ज गेम खेल्न आँटेको छौँ, त्यसको लागि पनि सामानहरू लियौँ अनि त्यसपछि हामी चेकआउट गऱ्यौँ। बाई बाई।